नै तरकारी यो साग यो अचार दालचिनीमा खान्न यो खोर्सानी यो प्याज उहाँ दाल नखानुको कारण चाहिँ मासु पकाउँदाखेरि मासु मात्रै खान पाइन्छ भनेर है म मासु लभर हैन हो नभए त्यो मासु खाँदाखेरि त तरकारी उसँग खानु अचारसँग मात्रै खानु नि त मासु एउटै नखानु नि त मलाई साग चाहिँ एकदम मन पर्छ हैन त्यही भएर डुकु डुकु मैले दाल नखानुको घरमा चाहिँ दाल खानुहुन्छ उहाँले यहाँ चाहिँ अब दाल खायो भनेदेखि मासु दिँदैनन् मासु थोरै दिन्छन् भनेर दाल नखाने नाटक गर्नुहुन्छ सबैभन्दा मासु बेसी खाने मासुमा कहिले पनि नगाउने मान्छे के हो म त मान्छेको खुट्टा त सुकुटी लाएर खाएको अस्ति कम्ता मिठो दिने त मान्छेको खुट्टा सुकुटी लाएर खाँदाखेरि के अरे सिटी लाएर खाँदाखेरि सिटी लाएर खाएको क्या सुकुटी नै भने मैले मिस्टेक भएछ सिटी लाएर खाएको है कम्ता मिठो ल यिनीहरू भात खाँदैन उहाँहरू भात खानु हुँदैछ मिठो मिठो के फेसबुकमा पोस्टमा दिइराख्नु क्या अब हजुर केटीहरू खै को चाहिँ खोज्ने मान्छे कोही मान्दैनन् हाम्रो सिरियलको लागि चाहिँ अर्को सुटिङ छोडेर इन्टरभ्यू लिँदैछ नि यहाँ चाहिँ अर्को सेटबाट नयाँ सेट एउटा दिन दुईटा सेट लायो सामान भन्नु बिजी बनाउनु थाल्नु हो एकै दिनमा दुई सेट एकै दिनमा दुई सेट खतरा हुनुहुने यार उहाँ त एक दुईवटा फोटो खिचिरहनु पर्थ्यो यार उहाँसँग पछि फोटो खिच्न पाइँदैन भन्ने तनाव भइसक्यो मलाई सेलिब्रिटी भएपछि फोटो खिच्न पाइँदैन हामीले यो त काहीँ पनि मेरो अफ हुँदैन अब त टाउकै राखेर हिँड्नु पऱ्यो अब त यहीँ राखेर हिँड्नु पऱ्यो भन्नु भन्नु न ओ काले भाइ त्यो उसलाई बोलाऊ न केटी हिजो भनेको केटी आउँछ 500 रुपियाँ दिन्छ भन न सधैँ मिलाउला नि त उता बोलाउने 2000 रुपियाँ दिउँला भनेर बोलाउने के ब्युटी पार्लरमा काम गर्ने हो ए त्यस्तो लागेको थियो मलाई टिकटकमा देखाएको थियो कि मैले त्यो बिहेको फोटो म जहाँ आएँ तपाईँ त्यही आउने एउटै एकै खालको हुन्छ क्या एउटा कन्सेप्ट यो के भन्नु अब हाम्रो आमा पाउने हैन आमा भनेको मेरो प्यारो हुन्छ हैन आमा दिदी बोल्नु हुँदैछ कोसँग बोल्नु भएको हाम्रो सर खतरा भिलेन हुनुहुन्छ फेरि उहाँ हेर्दै जयशंकर भोला हेर्दै डर लाग्ने खालको उहाँसँग जो पाए त्यही छेउमा अन्य एड गर्दैन बन्दुकको बोली यो भनेको बोली निस्केपछि फिर्ता जाँदैन आउँदैन भोला निस्केपछि फिर्ता आउँदैन कोठाटारमा घर छ मरेको डर छ गजन छ यो भोला त्यो बसेको भोला चला रगतको खोला केटीले पुगेर भने टाउ गोदै खोलामा लास्ट तिर्सिपी खोलामा अनि गोइद होइले खाला यो ठिक छ ल यो राम्रो छ राम्रो छ राम्रो छ हाम्रो सागर सर भने राम्रो हुनुहुन्छ हेरा भने त हानी हाल्नुहुन्छ भने एकदम कन्फ्युज यहाँ भाडा मान्ने क्रम जारी छ भाडा मान्ने क्रम जारी छ यहाँ यी भाडा दुठो हातले लाइ गरेको नि यहीँ कान्छीको बिचरा बिचो घेर के गरे यो ए सिनमा है कान्छी भाडा मान्ने सिन हो म छट हान्छु र बिचमा राख्नुपर्छ क्या मान्छेलाई हजुर हजुर दिपक दाईलाई उहाँको छैन भने होइन दिपक दाईलाई फोन त भाउजू केटी भन्नु अति राम्रो छ लगाइदिनु त्यो दिपक दाईलाई बोल्यो फिल्ममा केटी ए त्यो त मैले नै कुरा गरिसकेँ मसँग फ्रेन्डमा छ नथिच न नआउने जस्तो कुरा गरेँ अब फिक्सै चाहिँ होइन नआउने कुरा गरिसकेपछि के कर्नाउने भन्ने कुरो नि त फेरि
खिच्नु परेन यहाँ 2000 जान्छ कम त भ्यू जान्छ 2000 भ्यूज कि लाइक भ्यूज लाइक 2000 गएपछि त युट्युबमा त नि 2 लाख जति भयो भने 2000 आउँदैन नि लाइक हैन लाइक 2000 आयो भनेदेखि भ्यूज लगभग 2 लाख गएको हुन्छ क्या पैसा पनि 2000 नै पैसा आउँछ नि पुरा हेर्नु त सारले भोलि त के सुटे हैन मैले कार्यक्रम क्या ताना भोलि बेलुका ल हामी अब हो र हाम्रो उहाँहरु नयाँ युट्युबर हुनुहुन्छ बाबु यता हेर यता त क्यामेरा रे म उया सर्ट खिचिरहेको छु है तपाईहरुको उया सर्ट कहाँ भागे बुढा ल उहाँलाई कन्ट्याक्ट गर्नु है कुनै सिरियलमा चाहियो भने उहाँ एकदम राम्रो एक्टिङ गर्नुहुन्छ धन्यवाद सिफारिस गरेकोमा उहाँ विज्ञापन पैसा दिनु विज्ञापन गरिदिएँ मैले धेरै धेरै धन्यवाद आशीर्वाद दिन्छु आशीर्वाद दिएर के गर्नु आशीर्वाद दिनुपर्छ हाम्रो भाइ भान्से भाइ पनि छ यहाँ कसैले भान्सा सान्सा राम्रो गर्नु छ भनेदेखि खबर गर्नु होला यही यसमै कमेन्ट गर्नु होला म पठाइदिइहाल्छु टक्क टक्क कसैले हिरोको रोल चाहियो भने चाहिँ भाइ छ यहाँ चल्दो बल्दो हिरो एकदम खतरा एक्टिङ गर्छ हाँस्नु भन्दाखेरि रुन्छ रुनु भन्दा हाँस्छ यस्तै छ हाम्रो है भलगर 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 भन्छ है के छ कान्छी भन्दै 2-4 शब्द ठीक छ 2-4 शब्द मेरो यही हो मात्र यति एउटा डाइलेग बोल्दै नि त के डाले त्यो भने डाइलेग बोल्नु नि खतरा डाइलेग भन्दै थर्कायो त एक क्यामेरामा हेरेर गाइस तपाईले हाम्रो धेरै यो च्यानल सब्स्क्राइब गर्नुहोस् सबैजना सीता के बोल्नु पर्यो यसमा मेरो केही बोल्नु नै छैन के बोल्नु त बोल्नु न सबैजना मेरो सब्स्क्राइब गरिदिनु तपाईलाई वैवाहिक जीवनको धेरै शुभकामना धन्यवाद अस्ति म उपस्थित भएर शुभकामना दिन सकिनँ त्यसको लागि क्षमा माग्दै यही भिडियो मार्फत क्षमा याचना गर्दै तपाईलाई मैले भेटेको छु तपाईको आगामी जीवन एकदम राम्रो होस् है त्यो शुभकामना दिइरहनु पर्दैन उहाँले लिइसक्नुभयो शुभकामना कति एपिसोड त्यो बसबारमा खिचेको थियो के त्यो पत्रकारहरू हैन सुन्नु न सारले पत्रकारहरू आइरहेको खिचिरहेको छैन नगर नै जाठा के भन्ने के भन्ने के छ सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ भने चाहिँ पश्चिम भाषा निकै छ निकै छ क्यानलाई छौ त्यो तल्ला हेरै मुइनीकी छोरी पहिला गई भन्ने सुनेको थियो क्या बिहे भोज खुवाउने होइन हौ त यो त अब तिमीहरू क्यार छौ मैले पनि बिहा गर्ने सोचेको छु अरू के केटी खोदिनु होला अनि के छ यार क्या भन्छन् यो च्यानल भन्नेलाई के फलो गर्नु होला रे के भन्छ दुरासले भातै खायो नि खाना खानुभयो ओए दुरास भात लाग्दैन दुरास बिरामी हुन्छ रे हिँड्नु त नहुन्छ फेरि तपाईँले खाइसकेपछि सम्झ्यो भने त किन तपाईँ स्याडमा बस्नु भएछ अरे मिस यहाँ गरे छैन नि यहाँ भिडियो छ नि फेरि त्यो म सुन्न नचाहँदै पनि सुन्नु परेको छ यहाँ अर्कै छ म भन्छु अहिले पज गरेर हजुर टोली जानु रे सर काले भाइ दुर्गा सर यहाँ उहाँलाई दुर्गा सर भन्छन् होइन उहाँ नै होइन दुर्गा सर भने ए हो रे त म चिन्दिनँ के गर्नु गाह्रो छ लगिसक्यो होला छैन ल काले भाइ लैजाउँ उहाँको पनि भयङ्कर ठुलो जुत्ता छ है क्या खुट्टा नेपालमा मेरो केही जुत्ता पनि पाउँदैन सुरुवाल पाउँदैन गाह्रो छ सबै अमेरिका अस्ट्रेलिया अर्डर गर्ने छ भाइ यो ठिक छ है कहिले
किन देखेको यही सुटिङबाट जाँदाखेरि ठ्याक्कै उहाँ त कहाँ कुद्नुहुन्छ नि म सिन्दारमा देखेँ हाम्रो पनि भेट भइसक्यो थियो एकचोटि उहाँ बालाजुमा उसमा भेट भएको त्यहाँ गएको थिएँ मनोज भनेको चाहिँ पवन उ त्यो स्क्रिप्ट ल्याउनु नर्सिङमा भेट भएको थियो तपाईँ मेरो नर्सिङमा नर्सिङ मलाई सुत्दैमा सुत्दिनँ नि त के ल्याउने रे स्क्रिप्ट खै कुटेको वाला के त्यो काकीलाई सानो बेला कुटेको वाला हेर्नु न पाउँछ यही म हेरिरहेको छु कि ए त्यही हो के चाहिन्छ हेर त यहाँ आउन तपाईँ हुनुहुन्न कि घरको आँगन सीता बढारिरहेकी हुन्छ दिया गुन्द्री ओछ्याएर एउटा खुट्टामा तेल लगाएर धसिरहेकी हुन्छ यो त 40 र 41 रहेछ 39 को हेरे क्या अनि यति यो केटीसँग यतिकैमा सानीमा आउँछ आमा पनि चाहिँ होइन आमा आमा होइन नहुनु भन्छ म पढिरहेको त्यहाँ दिनु रे उहाँहरूको होइन नि त यो घरको झान कुनै ठिकाना हो। बसेको हुन्छन् र गाउँमा, जसलाई जहाँ जान मन लाग्यो जाऊ त सको ल ल बाई बाई यस्तै छ हाम्रो खाइ प्याइ अब काममा लागिसके आधी दर्जन जति मान्छे है त बाई बाई आमाको 3-4 दिन पाइन्छ अब